प्रकृतिले पनि हाम्रो नेपाललाई विभिन्न रङ रूप सर्वगुणले भरिभराउ गरी संरचना गरिदिएको होला। कतै हरिया वन जङ्गलले ढाकिएका ठुला ठुला फाँटहरू त कतै संसारकै अग्ला हिमशृङ्खलाहरू चाँदी टल्किएर संसारका आगन्तुकहरूलाई सदैव स्वागतमा उभिएका छन् भने यहाँ नाङ्गै भूभाग जो मरुभूमिकै सागर झैँ लाग्ने। हाम्रा तनमनहरूलाई फुलुङ्गे बनाई हेरेर नसकिने नथाकिने। त्यसैले त होला नेपाली मात्र नभई संसारभरबाट लाखौं मानिसहरू पर्यटकका रूपमा वर्षेनी यहाँ भित्रिन्छन्। हामी यो मुक्तिनाथ मन्दिर दर्शन गरिकन करिबन 1 बजेतिर दिउँसोको खाना खाइकन निस्क्यौँ त्यहाँबाट। बाटो सरलै रहेछ, रमाइलोसँग बिस्तारै आयो। समय अलि लागेछ। अहिले करिबन यो 5 बजेतिर साङ्बोचे भन्ने ठाउँमा आइपुग्यौँ। यहाँ राम्रै सुविधायुक्त होटलहरू पनि रहेछन् 3-4वटा। त्यहाँ आज बास बस्यौँ। कस्तो रह्यो त आजको दिन चाहिँ? एकदम एडभेन्चरस फिल भयो है। बाटो त स्केरी लाग्यो अल द वे यहाँसम्म पनि। अब फेरि लोमन्थाङसँग कस्तो होला, विन्डी भएर चाहिँ अलिक स्केरी रक्सहरू खस्ला कि भनेर है। तर वाउ क्या ल्यान्डस्केप, यस्तो डेजर्ट लाइक अति कुल नेपालको लागि त लाइक कहिले देखिरहँदैन, जहिले हरियाली देखिरहन्थ्यो। तर फेरि सम पार्ट्समा यता पनि आउने बेला बाटोमा कुनै कुनै गाउँहरूमा चाहिँ फेरि यस्तो ग्रिनरी देख्दा चाहिँ सो अचम्मै पऱ्यो। यो मुस्ताङ एकदम छुट्टै छ नि त तपाईँको। मलाई त कहिलेकाहीँ यो हामी अर्को देशमा गएको जस्तो लाग्छ क्या। अनि यतातिर हाई नलाग्छ भने टिमुरको छोप खान्छ नि दाइ? खान्छ हजुर, खान्छ। त्यो चाहिँ के? टिमुरको छोप, लसुन त्यस्तोहरू युज गर्छ। एकदम राम्रो हुन्छ। साँच्चै हो, दाइले दिनुभयो गजब। अलि मस्का मानी पानी हाल्नु ल अब एकदम आनन्दमय बसो बास मिठो खाना भयौँ यहाँ आज। अब हामी तल चुङसी ठुलो धार्मिक आस्थाको स्थान जहाँ गुरु पद्मसमले तप ध्यान गर्नुभएको र धेरैभन्दा धेरै बुद्धिस्ट मान्छेहरू यहाँ आएर दर्शन गर्ने स्थान हामी जानेछौँ। के हो यस्तो आमा है? अर्कै संसारमा पुगेछौँ हामी। यो ठाउँमा त साउन्ड पनि इको हुँदो रहेछ। हेलो हामीले कल्पना नै नगरेका प्राकृतिक भूबनावटहरू यहाँ देखिरहँदा नेपाल एकै भए पनि त्यसभित्र अनेकौं पाउँछौँ। त्यसमा पनि परापूर्वमा महागुरुहरूले ध्यान तप गर्नुभएका पवित्र स्थलहरूमा पुग्दा हामीमा कौतुलता जागी दर्शनको ललायत हुने रहेछ। घुमसेको यो उसु टोपी अनि यहाँ चाहिँ 2 ठाउँमा चाहिँ खण्ड छ रे, खण्ड चाहिँ देखिन।
हामी यो चुङसीमा त्यस्तै स्थलमा आइपुगेर यो चुङसीको भित्री गुफा दर्शन गर्दाखेरि पाउँदा एकदमै अचम्मितका आकृतिहरू चाहिँ हामीले उत्पत्ति भएको भेट्यौँ। यो सुरुवातमा यो तारा देउता भगवान् ताराको निदर्शन भयो, आफै उत्पत्ति भएको। त्यसपछि कैलाश पर्वत एकदमै ठुलो, त्यसपछि यो चेनेसिक भगवान्को चारवटा आकृतिहरू हामीले उत्पत्ति भएको देख्यौँ। र मूल रूपमा यो चाहिँ यो चबुम भन्छ, यो चाहिँ एउटा आयुको लम्ब्याउने एउटा यो भगवान् नै हुन्छ। यसलाई पहिला यतिको त्यही उचाइमा थिएन, यो पहिला कम उचाइबाट अहिले यसको उचाइ बढ्दै माथि झन्डै माथि चुबुम छुँदै गइरहेछ अरे क्या। यो यस्तो पवित्र स्थानमा यहाँ आइकन यो सबै दर्शन पाउँदा हाम्रो मनमा एकदमै आनन्दमय भएको छ है त। ल एकदमै राम्रो अहिले सन्चोकले हामीले यहाँ लामा पनि ठ्याक्कै भेट्नुभयो। लामा भेटेपछि सबै कहानी पनि बतायो, चिनाइदियो, धेरै मन आनन्द भयो चुङसी ठाउँमा आएर। अब माथि सेकेन्ड मिडल गुम्बामा जाने गुफामा, तर सबसे माथि चाहिँ हामी चढ्न सक्दैन। सेकेन्ड गुफा जानलाई चाहिँ अलिकति उकालो चढ्नुपर्ने छ। माथि उक्लिने बाटो चाहिँ यस्तो रेलिङहरूको बन्दोबस्त गरिदिएको भएर चाहिँ त्यति डर लाग्दो चाहिँ लागेन। ल पुगेछ हामी। सो के हो यो? ट्राई गर्नु न नि आगो कस्तो रह्यो त? भ्याउनु भयो? ए ठ्याक्कै भ्यायो। यो भ्यायो भने चाहिँ पेरेन्ट्सहरूलाई माया गर्ने हो, हात लामोहरूले चाहिँ माया गर्ने रहेछ। के गरेको आमा यो? के गर्नुभएको? हेऱ्यो भने यहाँबाट किलिसक्यो भने पाप गरेको सबै तासी गर्छ के गर्छ। तपाईँ सक्नुभयो नेट्यो चोखो भयो आमालाई चक्क भयो। यो गुफाभित्र त के 5 किसिम हाम्रो त्यो एउटा पाल छिरेपछि चाहिँ पापहरू स्वतन हुने फमटिलेखर विष्णु भगवान् लुक्यल्प भन्छ, एउटा चाहिँ महाकाल हाम्रो सुमा भन्छ कि। तर गुफा चाहिँ अचम्मको छ है। चुङसी गुफा दर्शन गरिकन तल आयौँ। थोरै तल आउँदा यहाँ एउटा चाहिँ शीतल पानी, यसलाई हामी हाम्रो टिबेटनमा टुक्च्यु भन्छौँ। र त्यो पानी पिउँदा यहाँ के थाहा पाइयो भने यसबाट चाहिँ पिनास, ग्यास्ट्रिक, रुगाखोकी आदि एकदमै इत्यादि धेरै रोगहरू चाहिँ यसबाट चाहिँ एकदमै निर्मूल पार्छ भन्ने रहेछ। हामीले पियौँ, पानी पनि एउटा नुनिलो रहेछ, गजबको रहेछ। ल हामी सबैले पिएको नै भएका मान्छेहरूलाई खुवाउन चाहिँ हामीले भाँडामा भरेर पनि ल्याएको छौँ हामीले। यस्ता अलौकिक स्थानहरूका दर्शन पनि एकै पटकमा तृप्ति नमिल्दो रहेछ। हाम्रा प्यासी मनहरू फेरि पनि आउने अपेक्षामा रह्यौँ। राता तथा खरानी रङमा देखिएका पहाडहरूलाई ढाकमार यानि रातो पहाड भनिन्दो रहेछ। एउटा रोचक किम्बदन्ती अनुसार परापूर्वमा एउटा दानवले यहाँका स्थानीयहरूलाई निकै दुःख दिइरहने रहेछ। गुरु पद्म सम्भव यो मार्ग हुँदै टिबेट जाने क्रममा उहाँद्वारा बाण प्रहार गरी त्यस दानवको वध गर्नु भई स्थानीयवासीहरूलाई मुक्त दिलाउनु भएको रहेछ। बाण प्रहारबाट क्षतविक्षत भएका दानवका रगत उछिटिएर राता र पित्तबाट खरानी रङका पहाडहरू बन्न गएका भन्ने रहेछ।
त्यस दानव फेरि पनि नजागियोस् भनेर त्यसका आन्द्राहरूलाई जमिनमा गाडी त्यसमाथि यो लामो मानी छोड्देनहरूलाई निर्माण गराइएको भन्ने रहेछ। धेरै सय वर्ष पुरानो गुम्बा साँच्चै मलाई एकदम ठुलो झिलक ठुलो धेरै खुसी छ म नमस्ते आइपुग्यो उदास यहाँका मानिसहरूले आफ्नै घर आँगनमा रोपेका केही सङ्ख्यामा पिपलका बोटहरू बाहेक अन्य खासै देखिँदैनन्। चारैतिर उजाडै उजाड देखिन्छ। तर यो दृश्य भने एउटा बेग्लै संसार चाहिँ लागे पनि त्यसको मनमोहकतामा हामी आफै विलिन हुँदो रहेछौँ। चम्पाउखु दिनुभयो, धन्यवाद। यसले शरीरलाई एकदम तताउँछ, फुर्ती जाँग्रिलो आउँछ र त्यति हिँडे पनि थकै लाग्छ। परापूर्वमा त उपल्लो मुस्ताङको राजधानी यही चराङ गाउँमै रहेछ। कालान्तरमा आएर हालको लोमन्थाङमा सारिएको रहेछ। जस्तो अर्को ठाउँमा बनाउँछ कि भनेर अनि मान्छेले हात काटेर राख्यो अरे नबना भनेर। यो ढुङ्गा चाहिँ के भन्नुभएको छ? ढुङ्गामा चाहिँ अनि चिपाटीबाट एउटा लामो लाठी गरेर आएको, लाठी टेपेर आएको क्या, अनि त्यहाँ राखेछ। 40-50 किलो होला। मान्छे कत्रो ठुलो होला? यो चराङ गाउँको सबसे ठुलो गुम्बा यही हो? यही हो। यात्रीहरूलाई यात्रामा अनेकौं सुन्दर पक्षहरू भेटिरहेका हुन्छौँ। त्यसमध्ये एउटा सुन्दर पक्ष यो पनि हो कि प्राय मानव बस्तीहरूमा उहाँहरू जस्ता हँसिला फुर्तिला अनुहारका भावहरूले हामीलाई पनि ऊर्जाको थप प्रवाह हुन्छ। यी ससाना लामा विद्यार्थीहरूमा आफ्ना जिम्मेवारीको बोध भई आफ्ना दैनिकी कार्यहरूमा जुटिरहेको देख्दा उनी बिरुवाको चिल्लो पातका टुक्काको स्मरण हुँदो रहेछ। यहाँ यो मुस्ताङ आउनुहुँदा यो चराङ गाउँमा यो दामोदर कुण्ड गेस्ट हाउस हाम्रो छेजी दिदी र इन्जिन भाइको यो होटल चाहिँ एकदमै व्यवस्थित छ। पक्कै पनि आउनै पर्छ। धन्यवाद। बिस्तारै आउँदा यो लोमन्थाङ मूल लोमन्थाङको द्वारेमै एउटा भ्यू पोइन्ट त्यहाँ जहाँबाट चाहिँ लोमन्थाङ साह्रो देख्न सकिन्छ। त्यहाँ आइपुग्यौँ, एकदम रमाइलो रहेछ।
हामी हिजोको बास चनाङ गाउँबाट बिहानै त्यहाँबाट यो नेपाल र चिनको सीमा कोरालामा आइपुग्यौँ। एकदम रमाइलो रहेछ। ओहो चारैतिरबाट हिमालले घेरिएको। अब फाँट भने एकदमै ठुलो। ओहो यस्तो कस्तो रमणीय फाँट। त्यहाँ केही पसल राखेको रहेछ। नेपालीहरू त्यहाँ गएर चाहिँ केही किनमेल गर्दो रहेछ। अनि हाम्रो यो गाडीले पनि एउटा चाहिँ रिक्वेस्ट राख्यो है यसपालि। यो झन्डै 4600 मिटरको उचाइमा रहेछ। गाडी एकदम सहिलोसँग आइयो। धन्न गाडीले हामीलाई साह्रै नै सहायता गरेछ। यहाँका प्राय पहाडहरूमा गुफा देखिन्छन्। परापूर्वमा मानिसहरूका बासस्थान नै होलान् भने कतिमा त गुरुहरूले ध्यान तप गर्नुभएको पनि होलान्। त्यसमध्येमा यो एक गुफालाई बाहिरैबाट गुम्बाको स्वरूप दिएकोले टाढैबाट निकै आकर्षक देखिन्छ। प्रशस्तै गुफाहरूमध्ये यी गुफाहरूका बनावट फरक किसिमका रहेछन्। ल यस्तो अचम्मी ठाउँ हेर। गुफाबाट अर्को गुफा, त्यस फेरि अर्को भित्री गुफा। अब पहिला यहाँ मान्छेहरू बसोबास गर्ने होला। यहाँ कालो कालो छ सायद त्यो आगो बालेर धुवाले कालो भएको हो कि भन्ने एउटा अनुमान। र कुनै ठाउँ कुनै गुफा चाहिँ बस्ने, कुनै चाहिँ यो उनीहरूको अन्नपातहरू राख्ने सामान राख्ने यस्तो हुनसक्छ। अब एक तला होइन, दुई तला होइन, 3, 4, 6, 5, 6 तलासम्म रहेछ। अब यस्तो कस्तो अचम्मी ठाउँ एउटा रोचक किम्वदन्ती अनुसार बाहिरका शत्रुहरूले हमला गर्न आउँदा यसको मूलद्वारलाई बन्द गरिदिएकोले पानीको लागि यिनीहरू तल कसरी नझरिएलान् भनेर कुरिबसेको रहेछन्। लामो समयसम्म पनि तल नझरेपछि माथि हेर्दा त एउटी महिलाले टाउको नुहाउँदै गरेकी देखेपछि शत्रुहरूको मनमा माथि त पानीको स्रोत नै रहेछ भन्ने लागेर फर्किएका रहेछन्। वास्तवमा ती महिलाले पानीले नभई शत्रुहरूलाई झुक्क्याउन तेलले नुहाएकी रहेछन्। हामी धेरै सुन्दर अनि रोचक स्थानहरूका अवलोकन गरी लोमन्ताङको त्रिभद्रिका होटलमा आरामदायकको बास भयौँ। सुन्दर अनि पुरातात्विक लोमन्ताङ बजार निहाल्ने तीव्र इच्छालाई मौसमले पनि भरपूर साथ दिएको छ। बिहानैदेखि घमाइलो वातावरणमा रम्दै चिया खाजाको लागि एउटा राम्रो ठाउँमा प्रवेश भयौँ। काम के छ तपाईँले? अनि खाइरह्यो, भर्खर खाइरहेको। बस्नु आधा घन्टा अगाडि बेटेको ठ्याकेको। हामी यो लोमन्ताङको देवता स्थलहरू दर्शनलाई यहाँ 13वीं शताब्दीमा बनाएको यो 13वीमा स्थापित भयो। 1380मा यो चाहिँ भएको। यो चाहिँ अहिले 1991 अगाडि चाहिँ बाहिर घर थिएन। घर जति छ यही हो, बाहिर खेती छ। अहिले जहाँ जहाँ होटलहरू बनाएको छ त्यो सबै उजा हो, दाइहाल्ने ठाउँ, खेत काटेर काम गर्ने ठाउँ। यो कति पुस्ता भयो यो राजा? अहिले 26औं पुस्ता अहिले छ उनीको राजवंशको। तर चाहिँ अब राजा त छैन, संविधान त हामी सबै एउटै मुनिमा पऱ्यो 46 सालदेखि। तर हाम्रो चाहिँ बुझ्ने मान्छेले उहाँले धेरै सम्मान गर्छ। किनको इतिहास हेर्दा यहाँ देशले चाहिँ एउटा खजानाको रूप चाहिँ देख्नु पाउँदा चाहिँ त्यो समयको बुद्धिजीवी महान व्यक्तिले यस्तो निर्माण देशको चाहिँ अर्थतन्त्रमा सहयोग पुगेछ भन्ने चाहिँ कुराहरू आउँदा चाहिँ
ओहो गर्छ है ल नेपालको एकीकरणको पश्चात पनि यहाँका स्थानीयहरूले यहाँका पूर्व राजवंशहरूलाई अहिलेसम्म पनि राजाकै स्थानमा राखी मान्दो रहेछ। यहाँ बनेका विशाल दरबार गुम्बाहरूमा प्रयोग भएका ठुला ठुला काठहरू र काठका कलाकृतिहरू देखेर हामीलाई सोचमग्न बनाउँछ कि कसरी सम्भव भयो होला भन्ने, जबकि यहाँ कुनै वन जङ्गलको अस्तित्व नै छैन। यहाँका दरबार गुम्बाहरू र स्थानीयहरूका घरका सुरक्षाका लागि चारैतिर निर्माण गरिएको विशाल पर्खाललाई देख्दा जो कोहीलाई पनि आश्चर्य लाग्दो रहेछ। तर विडम्बना, पछिल्लो समयमा आएर धेरै घरहरू पर्खाललाई नै ढाक्ने गरी बनेकोले पर्खालका धेरै भागहरू लोप हुन पुगेको देख्दा धेरै दुःखको अनुभूति भयो। अब यो के बनाउने आमा? यो के बनाउने? यस्तै बनाउने? तपाईँ आफै बनाउनुहुन्छ? विश्वकै मूल्यवान खनिज पदार्थ युरेनियम नेपालकै यही लोमन्थाङमा रहेको भन्ने जानकारी पाउँदा हामी कसलाई पो हिँड्नै इच्छुक नहोला र। हामी पनि यसैको खानीतर्फ लाग्यौँ। तर हामीले देख्ने भनेको एउटा विशाल सेतो पर्वत नै हो। युरेनियम क्षेत्रफलमा सबैमा छ अरे, 10 किलोमिटर छ भन्ने मैले सुनेको। गुफा छ 6 शहरमा, यहाँ तल पनि छ गुफा। हजुर, अनि उता गुफामा अझ नुनको ढेकै पाइन्छ। यो यहाँ तल यो सानो कुवा बनाएको छ, त्यहाँबाट पानी पठाउँछ। तातो अलिअलि तातो छ, नुनले पनि छ। सबै गाउँलेहरू यहाँ नुहाउन आउँछन् जान्छन्। ओहो, कहाँ पुग्दैछौँ हामी यार? त्यहाँ पानी उम्लिरहेछ। अब यस्तो अचम्म लाग्दो ठाउँ है। यस्तो अचम्मको यो सानो पोखरी रहेछ। पानी चाहिँ धेरै तातो छैन, मन तातो। यहाँबाट तलबाट उम्लिरहेको छ र पानीको स्वाद पनि एकदम नुनिलो। पिउनुपर्छ चाहिँ अलिक छिटो पनि रहेछ। के हो नुनिलो, अलिक छिटो जस्तो लाग्ने। आमा, युरेनियमको खानी, नुन खानी, तातो पानी छ भनेर हेर्न आएको थियौँ र त्यो त देख्यौँ, हेऱ्यौँ पनि, भेट्यौँ। तर त्योभन्दा एउटा अद्भुत चाहिँ फेरि त्यहाँ एउटा यस्तो अचम्मित देखिरहेछ, गुफाले भरेको। आमा के हो यहाँ त पुरा पेन्टिङ पनि रहेछ भनेपछि यो त एउटा गुम्बै रहेछ क्या। पहिलाको गुम्बा रहेछ, यहाँ लप्ठीहरू छ। माने बेरमा हुन्छ नि एकदम अद्भुत अनौठो। यो बारेमा चाहिँ प्रचार नभएको रहेछ क्या। हामी पनि त्यत्तिकै अन्धकारमा तिर मारिदिएको त यहाँ परेछ। कहीँ प्रचार देखेन, केही साइनबोर्ड पनि छैन। यस्तो ठाउँमा आएर यहाँ चाहिँ त्यो भव्य ठाउँ जुन हामीले हिजो हेऱ्यौँ, त्योभन्दा नै यो पो भव्य होला जस्तो लाग्छ मलाई है। अब हामी भर्खर छिर्दैछौँ, हेरौँ कस्तो रहेछ भित्र। गुफाले भरिएको। हिजो सेम केही छैन। नेपालमा खास गरी यहाँ लोमन्थाङमा यस्ता अनगिन्ती रत्नका खानीहरू अझै कैयौँ नै होलान्। सम्बन्धित निकायहरूबाट यस्ता स्थानहरूका पहिचान गरी संरक्षण गर्नुपर्ने आवश्यक देखिन्छ। अब साहुबारीमा पुग्यो, साहु टुम्ने हो। अब क्या लग्जरी यहाँ हेर्न साहुबारीमा। ओ यहाँ चर्कियो यस्तो खतरा स्याउ। आम्मा ओ भयो ल यत्रो स्याउ खोज्दो रहेछ नि।
हेर्नु यो दायाँ बायाँ अगाडि पछाडि स्याउले लट्टमा फुलेको बोटहरू कति आनन्द कति रमाइलो होइन कति शान्ति मिल्ने आहा दिनभरि हेरेर बस्नु पाए हुन्थ्यो जे गर्नु जानुपर्छ है ल मिठा स्याउ पनि टोक्दै अब लागौँ अब यस स्याउबारीका रसिला स्याउहरूको स्वाद चाखी हामी चाराङ गाउँ हुँदै यारा गाउँको लागि रवाना भयौँ। यारा गाउँमा आइपुग्यौँ भोक लाग्यो साह्रै छिटो रमाइलो भयो धेरै तातो पानी खानुहुन्छ नेक्स्ट राउन्डमा अब खाना पर्छ दिन है थ्याङ्क यू शुभ बिहानी यहाँ आउनु चाहिँ हामी यो माथि झन्डै 1.5-2 घन्टा लाग्ला हिँडेर हुन त गाडी बाटो पनि रहेछ तर हामी गाडी नलाने गाडीलाई यहीँ राखी छोडिकन हामी चाहिँ हिँडेर जान्छौँ। त्यहाँ माथि एउटा यो लुडी गुम्बा भन्ने छ भन्छ त्यसभित्र चाहिँ एउटा स्वयं उत्पत्ति भएको एउटा छोर्तेन स्तूपा त्यहाँ गुम्बाभित्र रहेको छ भन्दाखेरि हामीलाई एकदमै आश्चर्यजनक लाग्यो र त्यो दर्शन नगरिकन त हाम्रो यो पक्कै पनि हाम्रो यो यात्रा पुरा नहोला भन्ने लागेर हामी चाहिँ यो लुडी गुम्बा दर्शन गरेर यतै फर्किन्छौँ। आफूले के भेटाउनु भयो? शालिग्राम भन्छ कि यसलाई नोकरियुङ भन्छ हामीले नोकरियुङ भन्छ। थुप्रो भेटाउनु भएछ। कति वर्षको हिस्ट्री? कतै 1.5 लाख वर्ष। तपाईले यसलाई के भन्छ? यसको नाम के हो तपाईँ आफ्नो भाषामा के भन्छ? भाषामा महामुनि भन्छ। महामुनि राम्रो छ। हाम्रो भाषामा के भन्छ? नाम भन्छ नोकरियुङ। नोकर भनेको बिरालो, युङ भनेको ढुङ्गा। के हो के नाम राखेर जस्तो नोकरियुङ। महामुनि भनेको भुट्टा भएको। राम्रो रहेछ नि महामुनि त कति राम्रो। के भनेर जस्तो लुडी गुम्बाको लागि हाम्रो पाइलाहरू अगाडि बढ्दै थियौँ। हामीसँग आएको भाइले यहाँ पनि स्वत उत्पत्ति भएको स्तूपा छ भन्ने जानकारी दिएपछि हामीलाई दर्शन गर्ने ललायत भयो, जसलाई टासी काबुङ भनिँदो रहेछ। यस्ता कल्पना नै नगरेका रहस्यमय धार्मिक आस्थाका धरोहरको दर्शन गर्ने सौभाग्य मिल्दा हामीप्रति भगवानको ठुलो कृपा भएको लाग्छ। यो टासी काबुङ स्तूपाको दर्शनले हामीलाई शान्ति तुल्याउनुको साथै धन्य भएको पनि महसुस गराउँछ। चाहे पदयात्रा हो चाहे गाडी मोटरसाइकलबाट यसरी लामो ठाउँमा जाँदाखेरि हामी यसरी खानेकुराहरू बोक्छौँ नि, बिस्कुट चाउचाउ चिप्सहरू अथवा केही अन्य परिकारहरू यस्तो प्याकेटभरि भरिपराउ बोतलमा को अरू जुसहरू यति भारी गरी हामी बोकेर आउँछौँ खान्छौँ। त्यसपछि खाली जुन हल्का चिज चाहिँ हामी फालेर जान्छौँ कि त्यो चाहिँ गर्ने नगरौँ, त्योलाई व्यवस्थित गरौँ है। प्रकृतिले उपहार स्वरूप हाम्रो लागि यस्ता सुन्दर स्थानहरूका रचना गरिदिएका छन्।
जसलाई हामीले बारम्बार निहाल्दा पनि थकित हुँदैनौँ। लाग्छ प्रकृतिले पो हामीलाई पटक पटक बोलाई यस रमणीय संरचनाका सुन्दरतालाई भित्री मनदेखि नै महसुस गराउन लगाए झै लाग्ने। हामीले पनि प्रकृतिको कदर स्वरूप यस्ता अद्भुत स्थानहरूका वातावरणलाई दूषित हुन नदी सरसफाइमा अत्याधिक ध्यान दिनुपर्ने लाग्छ। अब लड्दै पढ्दै रमाइलो गर्दै आखिरमा लुरी गुम्बाकै मूल द्वारमा पुग्यौँ। अब भित्र छिर्नु मात्र बाँकी छ। किन हाम्रो एकदमै तीव्र इच्छा थियो यो यहाँ आएर दर्शन गर्न, आज आइपुग्न पायौँ, खुसी लाग्यो। यहाँ किन भन्दाखेरि यो भित्र चाहिँ गुफा, यहाँ त हुन्छ यो मुस्ताङ जिल्ला भनेको गुफाले भरेको ठाउँ हो, त्यही पनि यो गुफाभित्र चाहिँ एउटा स्वयं उत्पत्ति भएको एउटा एकदम आस्थाको चाहिँ छोडदेन चाहिँ छ भन्ने हामीले जानकारी आएपछि हामी यतातिर आएर आइपुग्यौँ। अब दर्शन गर्न जान्छौँ हामी। लुरीको अर्थ नाग डाँडा भन्ने रहेछ। परापूर्वमा लामाहरू यहाँ ध्यान तपमा बस्नु हुँदा एउटा नागले अत्याधिक दुःख दिएकोले यो गुम्बाको निर्माणले मुक्त भएको रहेछ। यस क्षेत्रमा यस्ता 21वटा काबुङहरू रहेको भने तापनि हालमा 3वटा मात्रै पत्ता लागेकोमा यो एउटा लुरी काबुङ रहेछ। तपस्यामा बस्नुभएका गुरुहरूका देहावसान पश्चात यस्ता छोडदेनहरू निर्माण गरिएका रहेछन्। हाम्रो यात्रालाई जति बढाउँदै गयौँ उति भौगोलिक स्थितिहरू फेरिँदै गयो, जहाँ टाढा टाढासम्म पनि खासै रुख बिरुवाहरूको अस्तित्व नै नदेखिने, मानौ हामी बेग्लै दुनियाँमा टेकेको लाग्ने। विभिन्न रहस्यमय गुफाहरू, अलौकिक मन्दिरहरू र गुम्बाहरूका दर्शनले हामीमा शान्तिका भाव उत्पन्न गराउने। हामीले यहाँको लागि यात्रामा निस्किँदा कल्पना गरेको भन्दा कयौँ गुणाले बढी पाइएको महसुस भयो। बाटोमा विभिन्न नदीनाला, तालतलैया अनि मनोरम झरनाहरू, यस्ता अनुभवहरूले हाम्रो यो यात्रा पनि अविस्मरणीय नै हुन पुग्यो। हाम्रो यसपटकको प्रयासलाई पनि अन्त्यसम्म हेरी साथ दिनुभएकोमा यहाँहरू सबैलाई मुरी मुरी धन्यवाद।